सधैँ पैसा कमाउने मान्छे किन ब्रोक हुन्छ? सधैँ प्रफिट देखाइरहेका कम्पनी किन फेल हुन्छन्? द एन्सर इज सिम्पल, फिनान्स। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु स्मार्ट फाइनान्स नेपाल। आजको यस भिडियोमा हामी फिनान्स र फिनान्सियल म्यानेजमेन्टलाई सिम्पल इक्जाम पोइन्ट अफ भ्यू र इक्जाम्पल सहित बुझ्ने प्रयास गर्नेछौँ। तसर्थ यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने आउनुहोस् यो भिडियोमा सँगै जोडिनुहोस्। सबैभन्दा पहिले बुझौँ फाइनान्स भने के? वाट इज फाइनान्स? इन सिम्पल वे, फिनान्स इज द आर्ट एन्ड साइन्स अफ म्यानेजिङ मनी। फिनान्स भन्ने बित्तिकै पैसा अर्न गर्ने, पैसा स्पेन्ड गर्ने, पैसा सेभ गर्ने र पैसा इन्भेस्ट गर्ने, यी सबै एक्टिभिटिजहरूलाई हामीले फिनान्स भनेर भन्छौँ। जस्तो भनौँ, यदि तपाईँले महिनाको 20,000 रुपियाँ कमाउनुहुन्छ भने त्यो 20,000 मध्ये 12,000 रुपियाँ खर्च गर्नुहुन्छ, 5,000 रुपियाँ बचत गर्नुहुन्छ र 3,000 रुपियाँ लगानी गर्नुहुन्छ भने दिस इज द फाइनान्स इन रियल लाइफ। अर्थ फाइनान्स भन्ने बित्तिकै हामीले के बुझौँ भने फाइनान्स रेफर्स टु द प्रोसेस अफ रेजिङ फन्ड्स एन्ड युटिलाइजेसन देम इफेक्टिभली। सो यहाँ हामीले बुझ्नुपर्ने छ फाइनान्सलाई दुईवटा वर्डमा। एउटा वर्ड के त भन्दा रेजिङ अफ फन्ड्स, महत्त्वपूर्ण कुरा, र दोस्रो भनेको के त युटिलाइजेसन अफ दि फन्ड्स। यो दुईवटा महत्त्वपूर्ण कुराले नै के त फाइनान्सलाई चाहिँ अगाडि बढाइरहेको छ। अब कुरा गरौँ फिनान्सियल म्यानेजमेन्टको। फिनान्सियल म्यानेजमेन्ट इज कन्सर्न विथ प्लानिङ, अर्गनाइजिङ, डिरेक्टिङ एन्ड कन्ट्रोलिङ फिनान्सियल रिसोर्सेस। यो भन्दै गर्दा हामीले के बुझौँ भन्दाखेरि फिनान्सियल म्यानेजमेन्टले जहिले पनि तीनवटा कुराको एन्सर दिन्छ। एउटा वेयर टु गेट मनी फ्रम, दोस्रो एस्पेक्ट्समा कुरा गर्ने हो भने वेयर टु इन्भेस्ट मनी, एन्ड थर्ड एस्पेक्टमा कुरा गर्ने हो भने हाउ मच प्रफिट द्याट इज टु बी डिस्ट्रिब्युट्स। यो तीनवटा कुरा, वेयर टु गेट मनी, that is called, it refers to the different sources of funds. Another one is in which you have to make investments, either these investments are real estate investments or financial assets investment. And the third aspect is how much profit that is distributed to the stockholders. You know, it means that as being the financial managers, as being the part of financial management, then your responsibility is to distribute the appropriate earnings to the stockholders. That is the most responsible part of the financial management. So doing all of these things, financial management is concerned with planning, organizing, directing and controlling of the financial resources. फिनान्सियल म्यानेजमेन्टलाई एज ए कम्पनीको पर्सपेक्टिभबाट बुझ्ने प्रयास गर्ने हो भने एउटा कम्पनीले ऋण लियो होइन, टेक्स लोन भने त्यो के हो त भन्दाखेरि फिनान्सियल डिसिजन्स हो। अनि त्यो कम्पनी चलाउनका लागि विभिन्न किसिमका मेसिनरीहरू बाई गर्यो भने द्याट इज कल्ड वाट इन्भेस्टमेन्ट डिसिजन्स। एन्ड त्यो कम्पनीका जुन स्टक होल्डरहरू छन्, स्टक होल्डरलाई के त भन्दा भोलि गएर हामीले डिभिडेन्ड डिस्ट्रिब्युट गर्नुपर्ने हुन्छ। त्यो डिभिडेन्ड डिस्ट्रिब्युट गर्नु भनेको के हो त भन्दाखेरि डिभिडेन्ड डिसिजन हो। त्यस कारणले गर्दा अल अफ दिस टुगेदर इज कल्ड वाट फिनान्सियल म्यानेजमेन्ट भनेर हामीले बुझ्नुपर्ने। अब कुरा गरौँ फिनान्सियल म्यानेजमेन्टको स्कोप होइन। अब स्कोप भन्ने बित्तिकै यसको दायरा, एरिया भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब यसका डिफ्रेन्ट एरियाहरू छन्, जसमध्येको पहिलो एरियाको कुरा गरौँ जहाँ हामीले के भन्छौँ त भन्दाखेरि इन्भेस्टमेन्ट डिसिजन भनेर भन्ने गर्छौँ। अब यसलाई स्कोप भन्नुहोस् अथवा यसको फङ्सन्सको रूपमा पनि यसलाई काउन्ट गर्न सकिन्छ। त अब हामीले त्यसै अनुसार चाहिँ हामीले डिल गर्नुपर्ने हुन्छ। त स्कोपको अथवा फङ्सन्सको रूपमा कुरा गर्दाखेरि इन्भेस्टमेन्ट डिसिजन्स अन्तर्गत हामीले यसलाई दुईवटा पर्सपेक्टिभबाट हेर्नुपर्ने हुन्छ। एउटा फ्रम द साइड अफ कम्पनी पर्सपेक्टिभ होइन, अर्को फ्रम द साइड अफ वाट इन्डिभिजुअल पर्सपेक्टिभ्स, एज बिङ द इन्डिभिजुअल इन्भेस्टर्स अर एज बिङ द फिनान्सियल म्यानेजर अफ द्याट रेस्पेक्टिभ कम्पनी। सो अब कम्पनीको पर्सपेक्टिभबाट हामी गयौँ भने कस्तो हुन्छ त भन्दाखेरि इन्भेस्टमेन्ट डिसिजन्समा चाहिँ मनी कहाँ इन्भेस्ट गर्ने हुन्छ, खास गरी दुई ठाउँमा इन्भेस्ट गर्ने हुन्छ। एउटा लङ टर्म एसेट्समा इन्भेस्टमेन्ट गर्ने, अर्को सर्ट टर्म एसेट्समा। लङ टर्म एसेट्स भनेको मेसिनरी, बिल्डिङ प्रोजेक्ट्सहरूमा लगानी गर्ने हुन्छ भने सर्ट टर्म एसेट्स भनेको क्यास एन्ड इन्भेन्ट्रीहरूमा, वर्किङ क्यापिटल म्यानेजमेन्टहरूमा त्यो के गर्नुपर्ने हुन्छ त लगानी गर्नुपर्ने हुन्छ भने। अब एउटा इन्डिभिजुअल पर्सपेक्टिभबाट हेर्ने हो भने एज बिङ द इन्डिभिजुअल इन्भेस्टरको हिसाबले हेर्ने हो भने मैले लगानी गर्ने भने कहाँ त भन्दा त्यो रियल एसेट्सको इन्भेस्टमेन्ट पनि हुनसक्छ, त्यो चाहिँ के त भन्दाखेरि फिनान्सियल एसेट्सको इन्भेस्टमेन्ट पनि हुनसक्छ, जहाँबाट मैले हाई रिटर्न चाहिँ जेनेरेट गर्न सकौँ। त्यस कारणले गर्दा यो महत्त्वपूर्ण कुरा इन्भेस्टमेन्ट्स
डिसिजन चाहिँ एउटा महत्त्वपूर्ण स्कोप हो भनेर पनि हामीले भन्ने हुन्छ। अब हामीले दोस्रो स्कोपको कुरा गरौँ, फिनान्सियल डिसिजनको कुरा गरौँ, फिनान्सिङ डिसिजनको कुरा गरौँ। डिसिजन्स भन्ने बित्तिकै फिनान्सियल डिसिजन्स अथवा फिनान्सिङ डिसिजन भन्ने बित्तिकै हामीलाई जुन पैसा आवश्यक पर्छ लगानी गर्नका लागि, त्यो पैसा चाहिँ हाउ वी क्यान म्यानेज दिस फन्ड्स, होइन? र कम्पनीको पर्सपेक्टिभबाट जाने हो भने देयर आर मोस्टली वी हेभ फाउन्ड टु डिफ्रेन्ट सोर्सेस अफ फाइनेन्सिङ। वान इज डेट फाइनेन्सिङ एन्ड अनदर वान इज वाट इक्विटी फाइनेन्सिङ्स। डेट फाइनेन्समा गयो भने लङ टर्म डिभेन्चर बोन्ड्सका कुरा आउने भए, अनि ब्याङ्क लोनका कुरा आउने भए, होइन? अनि त्यसपछि इक्विटी फाइनेन्सका कुरा गर्ने हो भने इक्विटी सेयर्सका कुरा आउने भए, इक्विटी सेयर्स इस्यु गरेर हामीले सेयर के भन्दाखेरि रकम म्यानेज गर्न सक्ने भयो भने अब त्यही किसिमको हिसाबले चाहिँ हामीले इन्डिभिजुअल पर्सपेक्टिभमा गयो भने पनि एउटा व्यक्तिले कसरी पैसाको म्यानेजमेन्ट गर्न सक्छ त भन्दा या त उसको आफ्नै पैसा हुनु पऱ्यो, सेभिङमा हुनु पऱ्यो, इन्भेस्टमेन्ट्स गर्नका लागि सेभिङ हुनु पऱ्यो, सेभिङबाट म्यानेज गर्नु पऱ्यो, होइन भने उसले पनि ब्याङ्क लोन अथवा अन्य किसिमका सरसापट्टिबाट उसले पनि म्यानेज गर्ने कुरा हुन्छ। त्यस कारणले गर्दा यो कसरी म्यानेज गर्ने, कति कति पैसा कुन कुन स्रोतबाट ल्याउने भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण कुरा आइडेन्टिफाई गर्नुपर्ने हुन्छ, जसलाई हामीले थोरै कस्ट अफ क्यापिटलको नलेज पनि हामीले यसमा राख्नुपर्ने हुन्छ। त्यस कारण दोस्रो एस्पेक्ट्स भनेको फिनान्सिङ डिसिजन्स भनेको, फिनान्सिङ डिसिजन भन्ने बित्तिकै हामीले कलेक्सन्स अफ फन्ड्स फ्रम डिफ्रेन्ट सोर्स अफ फाइनेन्स भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अथवा अर्को फङ्सन्सको रूपमा हेऱ्यो भने डिभिडेन्ड डिसिजन भन्छौँ हामीले। डिभिडेन्ड डिसिजन भन्ने बित्तिकै प्रफिट कति डिस्ट्रिब्युट गर्ने, संस्थाले कम्पनीले कति प्रफिट कमाएको छ त्यो प्रफिटलाई कति पोर्सन चाहिँ डिस्ट्रिब्युट गर्ने अथवा कति पर्सेन्ट रिटर्न अर्निङको अथवा रिजर्भको रूपमा राख्ने ताकि फर्दर रिइन्भेस्टमेन्ट प्रोजेक्टका लागि हामीले त्यसमा काम गर्न सकौँ। त्यस कारणले गर्दा त्यो प्रोपोर्सन्स अफ एलोकेसन्स अफ प्रफिट्स टु दि रिटर्न अर्निङ एज वेल एज डिभिडेन्ड, द्याट इज मोस्ट इम्पोर्टेन्ट पार्ट विच इज कल्ड वाट डिभिडेन्ड डिसिजन्स। त्यहाँ चाहिँ अब लगानीकर्ताको हिसाबले गर्ने हो भने कति रिटर्न प्राप्त गर्ने, कति रिटर्न आयो, मैले लगानी गर्दाखेरि कति रिटर्न आयो भन्ने कुराको आइडेन्टिफाई केबाट हुन्छ त भन्दाखेरि डिभिडेन्ड डिसिजनबाट हुन्छ। यो पनि अर्को महत्त्वपूर्ण फङ्सन्स अथवा स्कोपको रूपमा हामीले यसलाई लिन सक्छौँ। अर्को यसको स्कोपको रूपमा हेर्ने हो भने वर्किङ क्यापिटल म्यानेजमेन्ट हामीले भन्छौँ। वर्किङ क्यापिटल म्यानेजमेन्ट भन्ने बित्तिकै डे टु डे फिनान्स म्यानेजमेन्ट, होइन? क्यास, डेटर्स, इन्भेन्ट्री जुन चाहिँ संस्थाका लागि दैनिक रूपमा हामीलाई आवश्यक पर्छ, त्यो दैनिक रूपमा आवश्यक पर्ने चिजहरूका लागि हामीले फन्डको म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ, फन्डको व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो फन्डको व्यवस्थापन भनेको के हो त भन्दाखेरि वर्किङ क्यापिटल म्यानेजमेन्ट हो। वर्किङ क्यापिटल म्यानेजमेन्ट इज द म्यानेजिङ डेली एक्सपेन्सेस, होइन? यसको बारेमा डिटेलमा पछाडिको भिडियोमा कुरा गरौँला। वर्किङ क्यापिटल आफैमा पनि महत्त्वपूर्ण टपिक्सको रूपमा छ, तर अहिले यति बुझौँ कि टु म्यानेज द डे टु डे बिजनेस एक्टिभिटिज वी निड वर्किङ क्यापिटल्स एन्ड फर द्याट वी हेभ टु म्यानेज इट, वी हेभ टु फाइनेन्स इट। अब तेस्रो विषयवस्तुको बारेमा कुरा गरौँ कि फिनान्सको क्षेत्र के त, एरियाज अफ फिनान्सियल म्यानेजमेन्ट। खास गरी फिनान्सियल म्यानेजमेन्टका तीनवटा क्षेत्रलाई बढी महत्त्वपूर्ण फोकसको रूपमा हामीले हेर्छौँ। पहिलो कुरा त कर्पोरेट फिनान्स, जसले कम्पनी रिलेटेड फिनान्सियल डिसिजन गर्छ र एक्सपान्सन एन्ड क्यापिटल स्ट्रक्चरको बारेमा चाहिँ आइडेन्टिफाई गर्छ। भनेको मतलब कम्पनी रिलेटेड फिनान्सियल डिसिजनहरू, कम्पनीले गर्नुपर्ने वित्तीय निर्णयहरू सबै केमा पर्छन् त भन्दाखेरि कर्पोरेट फिनान्समा पर्छन्। र सँगसँगै एउटा कम्पनीलाई, एउटा व्यवसायलाई विस्तार गर्न र त्यसका लागि आवश्यक पर्ने क्यापिटल स्ट्रक्चर सम्बन्धी डिसिजनहरू केले गर्छ त भन्दाखेरि कर्पोरेट फिनान्सबाट हामी जान सक्छौँ। त्यसै दोस्रो एस्पेक्ट्स भनेको के हो त हामीले हेर्छौँ, पर्सनल फिनान्सिङले गर्ने भनेको इन्कम, सेभिङ, इन्सुरेन्स र इन्भेस्टमेन्ट्स। यो चारवटा कुरा, तपाईँले इन्कम जेनेरेट गर्नुहुन्छ, त्यसलाई सेभिङ कसरी गर्ने र त्यो सेभिङलाई फ्युचर सेक्योर हुने गरी कसरी म्यानेजमेन्ट गर्ने, इन्सुरेन्सका रुल्स रेगुलेसन पोलिसीहरू के हुन् त्यसमा कसरी जाँदा उपयुक्त हुन्छ, अथवा इन्भेस्टमेन्ट्स मार्फत हामी कसरी त्यसलाई सेक्योर गर्न सक्छौँ भन्ने कुरा, सम्पूर्ण कुरा के त भन्दाखेरि पर्सनल फिनान्समा आउँछ। त्यसै गरी अर्को महत्त्वपूर्ण कुरा के त भन्दाखेरि पब्लिक फिनान्सको कुरा। पब्लिक फिनान्स भन्ने बित्तिकै गभर्मेन्ट इन्कम र एक्सपेन्डिचरको कुरा हुन्छ। यहाँ सरकारी आम्दानी र सरकारी खर्चलाई समावेश गर्ने फिनान्सलाई हामीले पब्लिक फिनान्स भनेर भन्ने गर्छौँ। ट्याक्सेसन, बजेट, पब्लिक डेट, होइन? यी के हुन् त भन्दाखेरि सम्पूर्ण पब्लिक फिनान्ससँग रिलेटेड हुन्। खास गरी गभर्मेन्ट एस्पेक्टका इन्कम र एक्सपेन्डिचरहरूलाई डिल गर्ने फिनान्स भने पब्लिक फिनान्स हो। नेपाल गभर्मेन्टले एनुअल बजेट बनाउँछ, त्यो बजेट बनाउँदाखेरि रिसोर्सेसहरूको म्यानेजमेन्ट हुन्छ त्यहाँ, होइन? त्यो नै के हो त भन्दा एक किसिमको पब्लिक फिनान्स हो भनेर हामीले बुझ्नुपर्छ। यो के त भन्दाखेरि एरिया तथा स्कोप अफ फिनान्स। यो बाहेक मल्टिनेसनल फिनान्सको रूपमा पनि हामीले हेर्न सक्छौँ। विभिन्न मल्टिनेसनल कम्पनीहरूमा पनि फिनान्सियल म्यानेजमेन्ट एप्लाइड भएको हामी देख्छौँ। त्यो सेक्टरमा पनि हामी जान सक्छौँ।
त यी के हुन् त भन्दाखेरि फिनान्सियल म्यानेजमेन्टका स्कोप्स र एरिया हुन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ। त यति कुरा गरिसकेपछि आजको भिडियोमा यहाँहरूले के बुझ्नुपर्छ भन्दाखेरि फाइनेन्स भनेको के हो, फाइनेन्सियल म्यानेजमेन्ट भन्नाले के बुझिन्छ, यसको स्कोप के हो र यसले हेर्ने एरियाहरू के हुन् भन्ने कुरामा यहाँहरू जानकार हुनुभयो भन्ने मैले विश्वास लिएको छु। विश्वासका साथ अर्को भिडियोमा फेरि फिनान्सियल म्यानेजमेन्टका कुनै अर्को टपिक्समा कुरा गर्ने गरी उपस्थित हुने नै छु। तबसम्मका लागि नमस्कार।